आज हामी नेपालको भगवान मानिने नेपालको क्रिकेटको भगवान मानिने पारस खड्काको बायोग्राफी अथवा जीवनीको बारेमा बुझ्दै जानेछौँ। उनी उनको जन्म 24 अक्टोबर 1986 सन् 1986 मा काठमाडौँमा भएको हो। उनी अहिले 2025 सन् 2025 को कुरा गर्ने हो भने उनी अहिले 38 वर्ष भएका छन्। उनी पेसाले क्रिकेटर हुन् र उनी मिडियम फास्ट बोलर र राइट ह्यान्ड ब्याट्सम्यान हुन्। उनी पूर्व कप्तान नेपालका पूर्व कप्तान भनिन्छ। आउनुहोस् जानौँ उहाँको परिवारको बारेमा। उहाँको बुबाको नाम मोहन खड्का हो र उहाँको मुमाको नाम रीता खड्का अर्थात् उहाँको आमाको नाम। त्यसै गरी उहाँको एउटा भाइ हुनुहुन्छ, सानो भाइ, जसको नाम चाहिँ पङ्कज खड्का हो र उहाँको उमेर चाहिँ 36 वर्ष हो र उहाँ पारस खड्काभन्दा 2 वर्ष कान्छो हुनुहुन्छ। उहाँको जन्म मिति चाहिँ 1989 अथवा 1989 सनमा भयो। उहाँको पढाइको बारेमा कुरा गर्ने हो भने उहाँले 10 क्लाससम्म काठमाडौँमा रहेको साउथ पोइन्ट बोर्डिङ स्कुलबाट उहाँले 10 क्लाससम्म पढ्नुभएको हो। त्यसै गरी उहाँले +2 चाहिँ व्हाइट हाउस इन्टरनेसनल कलेजबाट गर्नुभएको हो, जुन चाहिँ काठमाडौँमै रहेको। उहाँको म्यारिटल स्ट्याटसको बारेमा कुरा गर्दाखेरि उहाँ म्यारिड हो र उहाँको विवाह चाहिँ प्राप्ति राज्य लक्ष्मी राणा मिससँग भएको हो। त्यसै गरी उहाँको बेस्ट फ्रेन्डको बारेमा कुरा गर्दाखेरि उहाँको बेस्ट फ्रेन्ड चाहिँ ज्ञानेन्द्र मल्ल हुनुहुन्छ। उहाँ 2004बाट चाहिँ नेपाली क्रिकेटमा पाइला राख्नुहुन्छ। 2004मा चाहिँ इन्टरनेसनल करियरको सुरुवात गर्नुहुन्छ र 2014मा चाहिँ अन्तर्राष्ट्रिय डेब्यु गर्नुहुन्छ र 2018मा नेसनल टिमको लागि 1 दिवसीय अर्थात् ओडिआई क्रिकेट खेल्नुहुन्छ। त्यसपछि उहाँ नेपालको टिमको क्याप्टेन हुनुहुन्छ, केही समयपछि बन्नुहुन्छ र त्यसपछि उहाँले गरेका बनाएका रेकर्डहरू र नेपाललाई दिलाउनु भएको जितहरू हामी सबैलाई थाहा नै छ। उहाँ ओडिआईमा यस्तो व्यक्ति हुनुहुन्छ जसले पहिलो पटक नेपालको लागि पहिलो सेन्चुरी उहाँले हान्नुभएको थियो ओडिआईमा र टी20आईमा पनि, र उहाँले नेपालको लागि धेरै जितहरू जिताउनु भएको छ, खेलहरू जिताउनु भएको छ र उहाँ एकदमै राम्रो प्लेयरको रूपमा मानिनुहुन्छ। उहाँको सोर्स अफ इन्कमको बारेमा कुरा गर्दाखेरि उहाँ डिपाल कम्पनी कार कम्पनीको ब्रान्ड एम्बेसडर पनि हो। त्यसै गरी उहाँको आफ्नै क्रिकेट एक्सिलेन्स सेन्टर क्रिकेट एकाडेमी पनि छ, जुन काठमाडौँमै छ। त्यसै गरी उहाँ स्मार्ट वेयरेभर ग्याजेट्सको पनि ब्रान्ड एम्बेसडरको रूपमा मानिनुहुन्छ। ती भए सोर्स अफ इन्कम। आउनुहोस् त्यसपछि उहाँको टोटल नेटवर्थ अथवा कुल सम्पत्तिको बारेमा जानौँ। तर उहाँको बारेमा कुल सम्पत्ति कति छ के छ भनेर बाहिर चाहिँ आएको छैन। तैपनि उहाँको नेटवर्थ चाहिँ $1 देखि $2 मिलियन रूपमा रहेको छ। र यति भन्दै नेपाली क्रिकेटका गढ पारस खड्काको जीवनी यही नै टुङ्गाउने बाचा गर्दैछु र मबाट भएका गल्तीहरू यो भिडियोमा मैले सच्याउनु पर्ने गल्तीहरू तल इनबक्समा लेखिदिनु होला अथवा कमेन्ट बक्समा लेखिदिनु होला र आगामी आउने दिनहरूमा मैले तीहरू सच्याएर अर्को बायोग्राफी तपाईहरूले कमेन्ट गर्नुहोस् कुनको बारेमा तपाईँ हेर्न चाहनुहुन्छ। उहाँको बायोग्राफीको बारेमा मैले तयार पार्नेछु र मेरा गल्तीहरू सच्याएर। धन्यवाद।